ल अघिल्लोपल्ट हामी लिमिटको डेफिनेसनमा पुगेका थियौँ। हामीसँग एउटा फङ्सन छ एफएक्स, त्यो फङ्सन चाहिँ छ एक्स स्क्वायर्ड माइनस 4/x-2 है त। अब हामीलाई के थाहा छ भने यो फङ्सनको x = 2 मा भ्यालु चेक गर्ने हो भने 2 स्क्वायर्ड माइनस 4/2 = 0/0 फर्म आउँछ। यसलाई हामी भन्छौँ अनडिफाइन्ड। यो म्याथमेटिकली अनडिफाइन्ड भनेपछि हामीले यो फङ्सनको भ्यालु 2 मा कति रहेछ भनेर हामीले पत्ता लगाउन सकेनौँ। 2 मा फङ्सनको भ्यालु पत्ता लगाएन भने 2 को छेउमा फङ्सनको भ्यालु कति छ भनेर चेक गर है। अब के गर्ने भन्दाखेरि 2 को छेउमा कति भ्यालु छ भनेर पत्ता लगाउन खोज्ने। अब त्यो गर्नुभन्दा पनि अर्को काम चाहिँ के गरौँ भने एउटा गेम खेलौँ। त्यो गेम चाहिँ कस्तो हो भन्दा म के क्लेम गर्छु भने यो फङ्सनको भ्यालु 2 को नजिक जाँदाखेरि चाहिँ यो फङ्सनको भ्यालु 4 हुन्छ भनेर म क्लेम गर्छु। अर्को शंका गर्ने मान्छे चाहिँ यो चाहिँ म हो। अर्को एउटा शंका गर्ने मान्छे छ। शंका गर्ने मान्छेले चाहिँ के भन्छ त भन्दाखेरि त्यस्तो हो भने म एउटा यस्तो एप्सिलन दिन्छु, तिमीले मलाई एउटा यस्तो डेल्टा दिनु पर्यो। के ग्यारेन्टी हुनु पर्यो भने एक्स चाहिँ 2 को छेउछाउमा डेल्टा भन्दा सानो रेडियस भित्र जहाँसुकै पर्दा पनि फङ्सनको भ्यालु सबै चाहिँ एल को छेउछाउमा एप्सिलन भित्र पर्नुपर्छ भनेर उसले क्लेम गर्छ। यो अहिले अलिक बुझेन भने पनि केही छैन, यसले एकैछिनमा बुझिन्छ है। अब हामीसँग छ यही कोअर्डिनेट एक्सिस। हामीलाई के थाहा छ भने 2 मा यो फङ्सनको भ्यालु के हो भन्ने हामीले थाहा पाउन सक्दैनौँ, तर 2 भन्दा बाहेक जहाँसुकै यो फङ्सन डिफाइन्ड छ भन्ने हामीलाई थाहा छ। शंका गर्ने मान्छेले हामीलाई एप्सिलनको भ्यालु दिएर मानिलिउँ 0.5। के गर्छ भन्दाखेरि उसको डिमान्ड के हुन्छ भन्दाखेरि ठिक छ यो क्लेम गर्ने मान्छेले यसको लिमिट 4 हो भनेर क्लेम गरेको छ भने 4 को वरिपरि 0.5 को यो ब्यान्ड भित्र पर्नुपर्छ तिम्रो फङ्सनल भ्यालु। को कहाँ त भन्दाखेरि यो डेल्टा भित्र पर्दाखेरि। भनेपछि मान्छेले के गर्छ त भन्दाखेरि ठिक छ 2 भन्ने पोइन्ट छ, 2 भन्ने पोइन्टमा मैले एउटा यस्तो डेल्टा खोज्नु पर्यो। म कस्तो डेल्टा खोज्छु त भन्दाखेरि मैले यत्रो ठुलो डेल्टा खोजेर हुँदैन। यदि यो डेल्टा भयो भने मैले यत्रो डेल्टा खोजेर हुँदैन, किनभने एक्स चाहिँ यो डेल्टा भन्ने ब्यान्ड भित्र लिँदाखेरि पनि त्यसमा भएको फङ्सनल भ्यालु चाहिँ यो ब्यान्ड भित्र परेन। यो पहिलो रिजनमा पर्यो भने फङ्सनल भ्यालु त्यो ब्यान्ड भित्र परेन है। भनेपछि यो डेल्टा काम लागेन। मलाई नयाँ डेल्टा चाहियो। अब डेल्टा म अलिकति घटाएर लिन्छु। डेल्टा म कति लिन्छु त भन्दाखेरि यति सानो डेल्टा लिएर मानिलिउँ भने यहाँ भित्र भएको सबै फङ्सनल भ्यालु कहाँ पर्छ त भन्दाखेरि यो रिजनमा पर्छ, यो हरियो रिजनमा पर्छ। अब मैले के ग्यारेन्टी गर्न सक्छु भन्दाखेरि यो हरियो रिजन सधैँभरि यो रातो ब्यान्ड भित्र परिरहेछ भनेपछि ठिक छ यो डेल्टा 0.5 लाई त यो डेल्टा यो एप्सिलन 0.5 लाई त यो डेल्टाले पुग्यो अरे। अब उसले के भन्छ भने हैन ठिक छ त्यसो भए त म यो ब्यान्ड भन्दा बाहिर पर्ने अर्को डेल्टा दिन्छु भनेर उसले के गर्छ भन्दाखेरि अब डेल्टाको लिमिट घटाइदिन्छ क्या। उसले जे पनि दिन पाउने भयो। यदि उसले डेल्टाको लिमिट घटाएर चाहिँ यति सानो दियो भने त यहाँनिर केही यो रिजनमा केही रिजनमा चाहिँ यो डेल्टाको यो फङ्सनलको भ्यालु चाहिँ यो भन्दा बाहिर पर्यो, ब्यान्ड भन्दा बाहिर पर्यो, हरियो त्यो रातो ब्यान्ड भन्दा बाहिर छ भनेपछि अझ म के गर्छु भने ठिक छ तैँले मैले नयाँ एप्सिलन दिइस् मानिलिउँ यो नयाँ एप्सिलन चाहिँ 0.5 हो मानिलिउँ। यसलाई जुम गरेर हेर्दाखेरि यहाँ एउटा त्यस्तो रिजन पनि भेटिन्छ। उसले सानो एप्सिलन दियो भने यो हाम्रो पुरानो डेल्टाले काम गरेन। अब यो हाम्रो x - a लेस देन डेल्टाको रिजन हो नि त यो डेल्टाले काम गरेन। हामीले अझै सानो डेल्टा छान्नु पर्यो। हामीले कत्रो डेल्टा छान्नु पर्यो त अब भन्दाखेरि यो रातो ब्यान्ड भित्र पर्ने गरी छान्नु पर्यो। यदि हामीले नयाँ डेल्टा चाहिँ यो निलो कलरले बनाउँछौँ, अब यो निलो रिजन भित्र पर्ने गरी यति सानो डेल्टा छान्यौँ भने अब के हुन्छ त भन्दाखेरि यो सानो डेल्टा भित्रको सबै फङ्सनल भ्यालु चाहिँ अब यो रातो ब्यान्ड भित्र पर्छ, किनभने यो सबै रेन्ज त रातो ब्यान्ड भित्र पर्छ। शंका गर्ने मान्छेले सानो एप्सिलन दियो भने हामीले अब नयाँ डेल्टा भेट्टाउन सक्यौँ भनेपछि यो 2 चाहिँ यसको लिमिट हो भन्ने कुरा ग्यारेन्टी भयो। यदि मैले क्लेम गर्ने बेलामा अर्को कुनै एउटा क्लेम गरेको थिएँ, मानिले एउटा रिडिकुलस अर्को क्लेम गरौँ न होइन, 6 क्लेम गरेर मैले अर्को रिडिकुलस क्लेम के गरेँ भने 2 नम्बरमा आएर मेरो क्लेम चाहिँ के छ भन्दाखेरि एफएक्स चाहिँ एक्स को भ्यालु 2 को नजिक हुँदाखेरि 6 मा जान्छ भनेर मैले क्लेम गरेँ भने उसले के भन्छ भने ल ठिक छ म तिमीलाई एउटा डेल्टा दिन्छु 0.5 दिएर मानिलिउँ। शंका गर्ने मान्छेले रातो दिन्छ 0.5 डेल्टा दिएर मानिलिउँ भने मैले 2 को अराउन्डमा जत्रो सुकै ब्यान्ड बनाए पनि भएभरको फङ्सनल भ्यालु यो रिजनभित्र पर्न सक्दैन, यो हरियो रिजनभित्र पर्न सक्दैन। किन भन्दाखेरि मानिलिउँ मैले अलिकति केही पुऱ्याउँछु भनेर डेल्टा चाहिँ यत्रो लिएर डेल्टा माथि मात्र लिएर भएन, ठ्याक्कै त्यतिकै तलबाटै लिनु पर्यो। भनेपछि मैले यति इन्क्लोज गर्ने नाममा मैले यत्रो धेरै अर्को एक्स्ट्रा पनि इन्क्लोज गर्नु पर्यो जुनमा कहीँ पनि फङ्सनल भ्यालु त्यो ब्यान्ड भित्र पर्दैन। पछि 6 यसको लिमिट हुन सक्दैन। हामीलाई के कुरा ग्यारेन्टी भयो भने यो चाहिँ गलत हो। अब मानिलिउँ मैले के क्लेम गरेँ अब भन्दाखेरि एफएक्स चाहिँ x2 को नजिक जाँदाखेरि यसको लिमिट चाहिँ 4.01 हो भनेर मैले क्लेम गरेर मानिलिएँ भनेदेखि
अब मैले एकदम म्यासिभली जुम गरेर हेर्छु एप्सिलोन चाहिँ उसले कति दियो भन्दाखेरि 0.01 थियो 0.02 वाला ब्यान्ड दियो उसले भने 1 2 उसले कत्रो ब्यान्ड दिन्छ त यत्रो ब्यान्ड दिन्छ अब रातो ब्यान्ड 4.01 को अराउन्डमा 1 2 3 टेस्ट गरेन यत्रो ब्यान्ड दिन्छ उसले अब मैले यदि यसले एप्सिलोन 0.02 दियो भने म डेल्टा भेट्टाउन सक्छु कि सक्दिनँ त भन्दा अफकोर्स सक्छु कति डेल्टा मैले मानिलिउँ यति डेल्टा लिएँ भने यो रेन्जमा भएको सबै फङ्सनल भ्यालु त यो ब्यान्डभित्र पर्यो किनभने सबै यो त्यो ब्यान्डभित्र पर्छ यो सबै रिजन त्यो ब्यान्डभित्र पर्छ भनेपछि के देखिन आयो भन्दाखेरि ल 4.01 पनि त यसको लिमिट हो रहेछ जस्तो लाग्यो तर होइन किनभने डेफिनेसनले के भन्छ भने फर एभ्री पोजिटिभ एप्सिलोन हरेक एप्सिलोनको लागि यो ट्रु हुनुपर्छ मैले 0.02 भन्ने एप्सिलोनको लागि त डेल्टा भेट्टाएँ तर उसले दिएको एप्सिलोन चाहिँ 0.02 नदिएर 0.001 थियो भने 0.05 दिएको रहेछ भने हाम्रो ब्यान्ड कस्तो हुन जान्छ त भन्दाखेरि 4.01 को अराउन्डमा 0.05 वाला ब्यान्ड बन्छ अब त्यो ब्यान्ड कस्तो हुन्छ त भन्दाखेरि यस्तो भन्छ अब 2 मा मैले अगेन जत्रो सुकै ब्यान्ड बनाए पनि भयोभरको सबै फङ्सनल भ्यालुमा त्यसमा अटाउनै सक्दिनँ भनेपछि मैले 2 को अराउन्डमा जत्रो सुकै ब्यान्ड बनाए पनि हैन मैले यसलाई एकोमोडेट गर्न भनेर यत्रो ब्यान्ड बनाए रे केही रिजनमा त यो रिजनमा भएको फङ्सनल भ्यालु त यो ब्यान्डभित्र पर्छ तर यो बाँकी सबै रिजनमा भएको फङ्सनल भ्यालु चाहिँ यो ब्यान्डभित्र पर्दैन यो रातो ब्यान्डभित्र पर्दैन भनेपछि के हो भन्दाखेरि 4.01 यसको लिमिट हुन सक्दैन ट्रु देखाउन सबैमा ट्रु देखाउनु पर्छ फल्स प्रुफ गर्नलाई चाहिँ एउटा मात्र काउन्टर एक्जाम्पल भयो हुन्छ जुन हामीले यहाँनिर एउटा काउन्टर एक्जाम्पल पायौँ यदि फङ्सनल भ्यालु र लिमिटको भ्यालु एकै ठाउँमा छैन भने हामीले जहिले पनि एउटा यस्तो ब्यान्ड बनाउन सक्छौँ क्लेम गरेको त्यो फङ्सनल भ्यालु र त्यो क्लेम गरेको भ्यालुको भन्दा सानो जुनसुकै ब्यान्ड बनाए पनि हामीले त्यस्तो डेल्टा कहिले नै भेट्टाउन सक्दैनौँ यो कुरालाई म फेरि भन्छु यसलाई मेटाउँछु रङ लिमिटको केसमा यदि 2 भन्दा जतिसुकै सानो टाढाको भ्यालु क्लेम गरे पनि त्यो टाढाको भ्यालु त यो फङ्सनल भ्यालु भन्दा अलि माथि नै पर्छ हैन हामीले जुम गर्दै 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 हेर्न मिल्छ यो ग्याप हेर्न मिल्छ हामीले एउटा यस्तो एप्सिलोन चुज गर्यौं जुन एप्सिलोन चाहिँ यो ट्रु लिमिट र हामीले क्लेम गरेको लिमिटको बिचको कुनै एउटा एप्सिलोन भ्यालु चुज गर्यो भने हामीले त्यस्तो डेल्टा कहिले भेट्टाउनै सक्दैनौँ यदि समहाउ मैले चुज गरेको एप्सिलोन चाहिँ यो एक्चुअल ट्रु लिमिटलाई इन्क्लोज गर्ने खालको एप्सिलोन छ भने चाहिँ हामीले त्यस्तो ब्यान्ड भेट्टाउन सक्छौँ किनभने त्यसको लागि त यस्तो ब्यान्ड खोजे भइहाल्यो यदि हामीले चुज गरेको डेल्टा चाहिँ यो रातो नभएर यो अझै सानो डेल्टा यस्तो खालको डेल्टा चुज गर्यो भने यहाँ भएको यो रातो लाइन पेयर नभएर पहेँलो लाइन पेयर के यो पहेँलो पेयरमा भयो भने चाहिँ हामीले कहिले पनि त्यस्तो डेल्टा भेट्टाउन सक्दैन शंका गर्ने मान्छेले के गर्छ भन्दाखेरि उसलाई चाहिँ थाहा हुन्छ कति लिमिट हो भनेर लिमिट जति छ त्यो लिमिट र उसले क्लेम गरेको लिमिट जति छ क्लेम गरेको लिमिटलाई सी भन्थ्यो त्यो डिफरेन्स भन्दा अलिकति सानो एउटा एप्सिलोन उसले चुज गर्छ यो भन्दा सानो एप्सिलोन चुज गर्ने बित्तिकै हामीले कहिले पनि डेल्टा भेट्टाउन सक्दैनौँ जुन डेल्टा भित्र चाहिँ x - a लेस देन डेल्टाले के इम्प्लाई गर्छ भन्दाखेरि त्यहाँबाट हुने हरेक फङ्सनल भ्यालु चाहिँ l को एप्सिलोन भित्र पर्छ भनेर हामीले यो भेट्टाउनै सक्दैनौँ एक्चुअल कुरो के हो त भन्दाखेरि एप्सिलोन डेल्टा डेफिनेसन युज गरेर कुनै पनि फङ्सनको लिमिट के हो भनेर पत्ता लगाउन चाहिँ गाह्रो छ तर के होइन यो हो कि होइन भनेर चेक गर्न सकिन्छ क्या फेरि यसलाई म एकचोटि फेरि रिभाइज गर्छु यदि कोही मान्छेले अलि ठुलो एप्सिलोन चुज गरेको थियो भने जुन एप्सिलोनले चाहिँ उसले क्लेम गरेको लिमिट यो थियो रे यसमा यदि एप्सिलोन ठुलो चुज गर्यो भने एउटा त्यस्तो ब्यान्ड भेट्टाउन सकिन्छ जुन ब्यान्ड भित्रको सबै फङ्सनल भ्यालु त्यो क्लेम गरेको डेल्टाको ब्यान्ड भित्र पर्छ हैन यो फङ्सनल भ्यालुको ब्यान्ड भनेको यो क्लेम गरेको ब्यान्ड भनेको हो तर यदि एप्सिलोन चाहिँ त्यो रातो चुज नगरेर यो पहिलो सानो एप्सिलोन चुज गरेको थियो भने हामीले त्यस्तो कुनै पनि डेल्टा भेट्टाउन सक्दैनौँ जुन डेल्टा भित्रको सबै फङ्सनल भ्यालु चाहिँ कम्तीमा पनि यति चुज गर्नु पर्यो 2 बाट यता यति चुज गर्दाखेरि हामीलाई ठ्याक्कै 2 बाट यतापट्टि यति ठ्याक्कै त्यति चुज गर्नु पर्यो त्यति गर्दाखेरि अलिकति यो ब्यान्डमा परे पनि यो बाँकी सबै ब्यान्ड भन्दा बाहिर पर्छ फेरि पुरानो क्वेशनमा जाउँ है त यदि कसैले के क्लेम गर्छ भन्दाखेरि होइन यसको लिमिट भने चाहिँ 4.00000000 जतिवटा 01 हो कि होइन भनेर सोध्यो भने अभियसली होइन किनभने यदि एप्सिलोन चाहिँ यो 0.000 जतिवटा 0 छ त्यतिवटा 0001 भन्दा ठुलो एप्सिलोन चुज गर्यो भने चाहिँ हामीले एउटा यस्तो डेल्टा भेट्टाउन सक्छौँ यदि एप्सिलोन उसले चुज गरेको एप्सिलोन चाहिँ यो भन्दा 0.000000001 भन्दा सानो एप्सिलोन चुज गर्यो भने चाहिँ हामीले डेल्टा भेट्टाउन सक्दैन त्यो भएको भएर 4.00000 जतिवटा 01 भए पनि त्यो लिमिट होइन किनभने
4 पोइन्ट जतिवटा 0 1 भए पनि एउटा कुनै एउटा फाइनाइट नम्बर हो। एल हाम्रो केसमा 4 छ, सी क्लेम गरेको लिमिट 4.00000 जतिवटा 0 1 छ भनेपछि एल माइनस सी भनेको 1.10 to the minus 7 हुन्छ। यदि चुज गर्ने मान्छेले एप्सिलन चाहिँ 1.0 into 10 to the minus 7 भन्दा सानो चुज गर्यो भने कहिले पनि त्यस्तो डेल्टा भेट्टाउन सकिँदैन जुन भित्र चाहिँ x माइनस a लेस देन डेल्टाले के इम्प्लाइ गर्छ भन्दाखेरि fx माइनस l चाहिँ लेस देन एप्सिलन हो भनेपछि 4.00000 जतिवटा 0 1 भए पनि त्यो लिमिट होइन, 3.99999999 जतिवटा 9 भए पनि त्यो लिमिट होइन, फाइनाइट वटा 9 है, इन्फाइनाइट वटा 9 भयो भने त 3.99 भनेको नि 1 हुन्छ, 4 नै हुन्छ।